हालको समयसम्म फेसबुकबाट पैसा कमाउने जम्मा 5 वटा तरिका रहेका छन्। पहिलो भनेको कन्टेन्ट मोनेटाइजेसन, यानि कि तपाईले आफ्नो फोटो, भिडियो, रिल अथवा टेक्स्टहरू हाल्नुहुन्छ भने त्यसमा भनेको फेसबुकमा जुन विज्ञापनहरू प्ले हुन्छ ती विज्ञापनहरू प्ले भए बापत तपाईले पैसा कमाउन सक्नुहुन्छ, जसलाई भनेको हामी कन्टेन्ट मोनेटाइजेसन भनिन्छ। र कन्टेन्ट मोनेटाइजेसन भित्र पनि जम्मा दुईटा कुराहरू हुन्छ जुनको थ्रुबाट तपाईले पैसा कमाउनुहुन्छ। एउटा भनेको तपाईले हाल्नु भएको पोस्ट, जुन भनेको रिल, फोटो, भिडियो, टेक्स्ट जे हुन सक्छ, त्यसमा विज्ञापन प्ले भयो भने पैसा आउँछ। अर्को भनेको बोनस, जुन भनेको फेसबुकले तपाईलाई कुनै क्रियाकलाप गरे बापत केही बोनस भनेको प्रदान गर्ने गर्छ, त्यो बोनसको थ्रुबाट पनि पैसा कमाइन्छ। र यो भनेको सुरुमा यदि तपाईको फेसबुक बल्ल बल्ल कन्टेन्ट मोनेटाइजेसनको लागि इनेबल भएको छ भने फेसबुकले एकदमै राम्रो बोनसहरू दिने गर्छ, जहाँबाट धेरैभन्दा धेरै राम्रो पैसा कमाइन्छ। यो भनेको पहिलो विकल्प रहेको थियो। र दोस्रो विकल्प भनेको स्टार। तपाईको फेसबुक यदि स्टारको लागि इनेबल भएको छ भने तपाईले सेटअप गर्नुपर्ने हुन्छ र तपाईले स्टार भने हासिल गर्न सक्नुहुन्छ। यसमा के हुन्छ भने कुनै पनि क्रिएटरले तपाईलाई कमेन्ट अथवा कुनै पनि थ्रु माध्यमबाट स्टार प्रदान गर्छ भने तपाईले पैसा कमाउन सक्नुहुन्छ। 1 स्टार भनेको 1 सेन्ट रहेको छ, तर यो भनेको अलिकति ढिलो माध्यम रहेको छ। फर एक्जाम्पल तपाईले स्टारको थ्रुबाट $100 कमाउन चाहनुहुन्छ भने तपाईलाई 10,000 वटा स्टार चाहिने हुन्छ $100 कमाउनको लागि। र यसमा भनेको विकली च्यालेन्जेसहरू पनि दिइरहेको हुन्छ फेसबुकले। तपाईले त्यो कम्प्लिट गर्नुहुन्छ भने तपाईले स्टारको विभिन्न ब्याजहरू पाउनुहुनेछ। त्यो ब्याज अन्तर्गत पनि तपाईको प्रोग्रेस बढ्दै जान्छ र तपाई अलि राम्रो क्रिएटर बन्नुहुन्छ। यो भनेको दोस्रो विकल्प रहेको थियो। र तेस्रो विकल्पको रूपमा भनेको पार्टनरशिप एड रहेको छ, यानि कि तपाई एउटा कन्टेन्ट क्रिएटर हुनुहुन्छ, तपाईलाई कुनै ब्रान्डले भनेपछि म तिमीलाई पैसा पेमेन्ट गर्छु, तिमी हाम्रो बारेमा विज्ञापन बनाएर हाल अथवा हाम्रो बारेमा बोलेर हाल भनेर कुनै ब्रान्डले तपाईलाई भन्छ भने तपाईले त्यो ब्रान्डको सम्बन्धी कन्टेन्ट बनाउनुहुन्छ र उनीहरूलाई ट्याग गर्नुहुन्छ, यानि कि त्यहाँनिर पार्टनरशिप हो कि होइन भनेर सोधिएको हुन्छ। तपाईले फलानु ब्रान्डले चाहिँ मलाई पार्टनर गरेको छ भनेर ट्याग गर्नुहुन्छ भने पनि तपाईले इन्डाइरेक्ट रूपमा डाइरेक्टली पैसा पाउनु भएको हुन्छ। तर उनीहरूलाई ट्याग गरे बापत चाहिँ के हुन्छ भन्दाखेरि त्यो पोस्टमा कति भ्यू आयो, कति के भइरहेको छ उनीहरूले पनि हेर्न मिल्छ र उनीहरूले त्यो पोस्टलाई बुस्टिङ पनि गर्न मिल्छ। यो भनेको पार्टनरशिप एड रहेको छ। यो भनेको इन्डाइरेक्ट रूपमा अर्निङ भएको फेसबुककै थ्रुबाट भएको कारणले त्यहाँ हामीले ट्याग गर्न मिल्छ। यसलाई भनेको पार्टनरशिप एड भनिन्छ। र चौथो भनेको ब्रान्ड डिल रहेको छ, यानि कि कुनै पनि ब्रान्डहरूले जुन हाम्रो पार्टनरशिप त्यस्तै हो, तर के हुन्छ भने त्यसमा चाहिँ इन्डाइरेक्ट रूपमा तपाईलाई बाहिरी रूपमा ब्रान्डले भेट्यो, तपाईले भिडियो बनाउनु भयो र ब्रान्डले पैसा दिएको कारणले मैले बनाइरहेको छु भनेर फेसबुकलाई भन्नुभयो। तर यो ब्रान्ड डिलमा चाहिँ के हुन्छ भन्दाखेरि उनीहरूले डाइरेक्टली फेसबुकको थ्रुबाट तपाईलाई कन्ट्याक्ट गर्छन्, फेसबुककै थ्रुबाट पेमेन्ट गर्छन्, यानि कि फेसबुकले तपाईलाई पेमेन्ट गर्छ उनीहरूले दिएको पैसा र तपाईले उनीहरूले भनेको कार्य, यानि कि उनीहरूको विज्ञापन अथवा के भनिरहेका छन्, स्टोरी पोस्ट गर्नु, भिडियो पोस्ट गर्नु, हाम्रो बारेमा बोल्नु, हाम्रो बारेमा विज्ञापन गर्नु, के बताइरहेका छन्, त्यो ब्रान्ड डिल भनिन्छ। त्यसलाई त्यो तपाईले बनाउनुहुन्छ उनीहरूको बारेमा, अनि त्यसलाई भनेको ब्रान्ड डिल भनिन्छ। र पाँचौं भनेको सब्सक्रिप्सन रहेको छ। सब्सक्रिप्सन यानि कि तपाईले भनेको कुनै कन्टेन्ट यस्तो हाल्नुहुन्छ जुनले भ्यालु दिइरहेको हुन्छ कुनै अरू व्यक्तिहरूलाई, उनीहरूले त्यो पर्चेस गर्छन्। तपाईले कुनै कस्तो हुन्छ भने छुट्टै एउटा स्पेस बन्छ फेसबुकमा, तपाईले त्यहाँ आफ्नो कन्टेन्ट हाल्नुहुन्छ र कोही व्यक्तिलाई त्यो मन परेको केसमा चाहिँ उनीहरूले त्यहाँ बाई गरेर मात्र हेर्न मिल्छ। उनीहरूले केही रकम तिर्छन्, सब्सक्रिप्सन लिन्छन्, मन्थली सब्सक्रिप्सन हुन्छ। अब तपाईले सेट गर्नुहुन्छ कति पैसा लिने भनेर, 100, 200, 300, 400, 500 कति लिने तपाईले सेटअप गर्नुहुन्छ, उनीहरूले पेमेन्ट गर्छन् र हेर्छन्। यानि कि जम्मा 5 वटा तरिकाले भनेको तपाईले फेसबुकको थ्रुबाट पैसा कमाउन सक्नुहुन्छ। र हामी यी तरिकाको बारेमा एक-एकवटा भिडियो बनाउँछौँ, तपाईले हामीलाई फलो गरेर सम्पूर्णको बारेमा जानकारी लिन सक्नुहुन्छ। हस्, धन्यवाद।